नमस्कार, म राममाया थपलिया, महेन्द्रदय माध्यमिक विद्यालय धुनीबेसी 1 धादिङको अङ्ग्रेजी शिक्षक। भोलिदेखि कक्षा 12को परीक्षा सुरु हुँदैछ। देशैभरिबाट विद्यार्थी भाइ बहिनीहरूले परीक्षा दिन जानु हुँदैछ। सर्वप्रथम त म विद्यार्थी भाइ बहिनीहरूलाई परीक्षा सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र परीक्षा केन्द्रमा जानुभन्दा अगाडि अपनाउनु पर्ने पूर्व तयारीहरूका केही टिप्सहरू छन्। म तपाईहरु सामु त्यसलाई सेयर गर्न चाहदैछु। विद्यार्थी भाइ बहिनीहरू, सबैभन्दा पहिले हामीले परीक्षा केन्द्रमा जानुभन्दा अगाडि सोच्नुपर्ने हाम्रा चाहिँ सामग्रीहरू हुन्। हामीलाई अत्यावश्यक पर्ने पेन्सिल, इरेजर, क्याल्कुलेटर जस्ता महत्त्वपूर्ण सामग्रीहरूको बारेमा हामीले ध्यान दिनुपर्छ र अघिल्लो रात नै ती सबै आफूलाई आवश्यक पर्ने सामग्रीहरू चाहिँ ब्यागमा हाल्न भुल्नु हुँदैन। सँगसँगै प्रवेश पत्र, आइडी कार्ड पनि हामीले त्यसैमा सँगसँगै राख्नुपर्ने हुन्छ। र दोस्रो नम्बरमा छ परीक्षा समय केन्द्रको जानकारी। हामी परीक्षा दिन जाँदैछौँ भने केन्द्र कति बजी हो, यो समय र केन्द्रको बारेमा स्पष्ट जानकारी भएर कति बजेबाट सुरु हुन्छ, सबै कुरा जानकारी लिन जरुरी छ। र अर्को छ हामीले लगाउने पोसाक। मुख्यतः देशैभरिबाट हामीले लगाउने पोसाक भनेको विद्यालयको युनिफर्म नै हो। हामीले घरबाटै जान भ्याइने ठाउँ छ भने भोलिपल्ट ड्रेस लगाएर जाने, यदि भ्याउने ठाउँ छैन उतै बस्नुपर्ने हुन्छ। 2-3 दिन अगाडिदेखि नै गएर परीक्षा केन्द्रमा डेरा लिएर बस्नुपर्ने स्थिति छ भने हामीले पहिले नै आफ्ना पोसाकहरू ब्यागमा राखिसक्नुपर्छ, जसले हाम्रो पहिचान पनि दिन्छ, हामी इमानदार हौँ भन्ने पनि देखाउँछ। रङ्गी-चङ्गी पोसाक भन्दा आफ्नो युनिफर्म पहिचान पनि हुन्छ समयमै। र अर्को हामीले बुझ्नै पर्ने कुरा, हामी परीक्षादेखि डराउँछौँ। परीक्षा भन्ने बित्तिकै हाम्रो भोक र निन्द्रा हराउँछ, जसले गर्दा हामीलाई विभिन्न खालका रोगहरूले समात्न सक्छ। भोलिपल्ट हामीले राम्रोसँग परीक्षा दिन नसक्ने सम्भावना हुन्छ। त्यसैले राति हामी आरामसँग निदाउनुपर्छ, जसले गर्दा हामी भोलिपल्ट फ्रेस भएर हामीले परीक्षा दिन सक्छौँ। शैक्षिक सत्रको अध्यापनरत अवधिमा हामीले एकदमै मेहनतका साथ पढ्नुपर्छ भने हामीले परीक्षाको अघिल्लो दिन निदाउनुपर्छ, जसले हामी स्वस्थ र स्फूर्ति हुन सक्छौँ। अर्को महत्त्वपूर्ण कुरा भनेको स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। त्यसैले परीक्षामा जानुभन्दा अगाडि हामीले पौष्टिक आहार र सन्तुलित आहारलाई ध्यान दिनुपर्छ। अलि भद्दा खालका, धेरै जोलिलो नखाने, एकदम हल्का ड्राई फ्रुट्सहरू, हल्का खानेकुराहरू खाँदा हाम्रो स्वास्थ्य चाहिँ स्फूर्ति हुन सक्छ। र सबैभन्दा ठुलो कुरा भनेको सकारात्मक सोच राख्नु, आत्मविश्वासका साथ सोच्ने, मैले जुनसुकै पढेको छु, म सक्षम छु, म लेख्न सक्छु भन्ने आत्मविश्वास आफूमा राख्नुपर्छ। हामीले परीक्षा केन्द्रसँग सम्बन्धित कुनै पनि दुविधाहरू छन् भने हाम्रा विषय शिक्षक हामीलाई त्यहाँ गाइड गर्नलाई शिक्षक जानुहुन्छ, उहाँहरूलाई सोधेर हामी स्पष्ट पनि हुनुपर्छ। यदि परीक्षा केन्द्र विद्यार्थीहरूको घरबाट नजिक छ, बसबाट जान सम्भव छ एक दिनमै भने हामीले बस स्टेसनमा समयमै पुग्नुपर्छ। यदि एउटा विद्यार्थी ढिलो गर्दा अरू विद्यार्थीहरूलाई पनि समयको चाप पर्न सक्छ र त्यसले तनाव उत्पन्न गर्न सक्छ। त्यसैले समय व्यवस्थापन एकदमै ठुलो कुरा हो। प्रवेश समयभन्दा अगाडि हामी परीक्षा केन्द्रमा लगभग
30 मिनेट 45 मिनेटभन्दा अगाडि नै पुग्नुपर्छ, जसले गर्दा हामी त्यहाँको वातावरण र परीक्षा दिन हामी त्योसँग समाहित भइसक्न सक्छौँ र जसले गर्दा हामीलाई सहज हुने गर्दछ। अर्को महत्त्वपूर्ण कुरा भनेको हामीले इलेक्ट्रोनिक सामग्रीहरू, मोबाइल, स्मार्ट वाच जस्ता सामग्रीहरू जो भित्र लान दिँदैन भने हामीले घरमै छोडेर जानुपर्छ। त्यसले फेरि ब्यागमा राख्दा ब्याग कता पुग्यो, हरायो कि कसैले लग्यो कि भन्ने तनावबाट हामी मुक्त हुन सक्छौँ। भने अर्को हामी कहाँ पुग्यौँ, हामी परीक्षा केन्द्रमा पुगेको नपुगेको, परीक्षा दिएको, हामीले आफ्नो घर परिवार शिक्षकलाई सम्पर्क गरेर त्यो बारेमा पनि जानकारी दिइराख्नुपर्छ। भने सबैभन्दा महत्त्वपूर्ण अन्तिम कुरा भनेको मनलाई शान्त राख्नुहोस्। परीक्षा दिनु भनेको डर होइन, सिकेको कुरा देखाउने अवसर हो। हामीले वर्षभरि अध्ययन गरेका कुरालाई हामीले चाहिँ प्रस्तुत गरेर हामी उच्च शिक्षा लिन सक्ने सङ्घारमा पुग्ने परीक्षा भएको कारणले हामीले यसलाई डरको रूपमा नभए अवसरको रूपमा अगाडि बढ्न जरुरी छ। र फेरि अन्तमा सम्पूर्ण विद्यार्थी जो 12का परीक्षाका लागि तयारी गरिराख्नु भएको देशैभरिका परीक्षार्थीहरूलाई आफ्नो परीक्षाको सफलताको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै म तपाईहरु माझबाट छुट्छु।